नमस्कार, म तारादुमी राई। मेरो घर चाहिँ इलाम चिलाचुली गाउँपालिका वार्ड नम्बर 1 कमल हो। म चाहिँ अहिले हाल युकेमा छु। यो पालिको भोट चाहिँ श्रम संस्कृति पार्टी हर्क सम्पाङको पार्टीलाई दिनुपर्छ, माटोलाई। माटो चिन्ह छ, माटो चिन्हमा सबैले एकचोटि भोट गरौँ। जति पनि हामीले सबैलाई भोट दिएकै हो, तर मेरो उसमा चाहिँ सबै हामी मिलेर हाम्रो गाउँबाट चाहिँ मेरो परिवारबाट भनौँ न, मेरो परिवारबाट चाहिँ एमालेलाई दिँदै गरेको भोट हो पहिलादेखि नै। त्यही भएर लगभग मलाई लाग्छ सुभाष नेम्बाङज्यूले 5 चोटि जित्नुभयो होला। त्यसपछि पछिको चुनावमा फेरि उहाँकै छोरा स्वाङ नेम्बाङले जित्नु भएछ। स्वाङ नेम्बाङ एकदम राम्रो, मलाई मनपर्ने नेता पनि हो। एकदमै खुसी लाग्छ, राम्रो पनि हुनुहुन्छ। तर त्यो भित्रको एउटा गुट छ नि, त्यो साह्रै नराम्रो। उहाँ राम्रो भएर के गर्नु, उहाँले नै गर्नु पाउनुहुन्न। त्यो भएकोले गर्दा यो पालिको चुनावमा चाहिँ श्रम संस्कृति पार्टीलाई दिउँ। मेरो परिवारहरूलाई पनि मैले भनिसकेको छु, हाम्रो सरसल्लाह भएको छ। यो पालिको चुनाव चाहिँ श्रम संस्कृति पार्टीलाई दिनुहोला, मेरो विनम्र अनुरोध छ। धन्यवाद।